नमस्कार सबैजनालाई। आज चाहिँ म लेकम गाउँपालिका वडा नम्बर 5 मा चाहिँ आएको छु। यो चाहिँ माथि देखिएको एउटा घर देखिया छ सेतो रङ लगाएको, त्यो चाहिँ 5 नम्बर वडामा पर्ने गर्छ। यो चाहिँ अम्कुर भन्छ यताको ठाउँलाई चाहिँ। ऊ पर पनि घरहरू देखिएका छन्, यो माथि पनि यो घर देखिएका छन्, ऊ पनि अम्कुरमा नै पर्ने गर्छ। यो तल निर्माणाधीन भएर आएको घर प्लस यो घर पनि अम्कुर नै पर्ने गर्छ। यो तल भेकमा पनि गाउँ नै छ। यो तल यहाँदेखि ऊ तलसम्म चाहिँ यो अम्कुर नै भन्छ। यो अहिले हाललाई चाहिँ यो 2 नम्बर र 5 नम्बर वडाको सिमानामा चाहिँ उभिएको छौँ। यता अब जाउँ हामी यतातिर चाहिँ 2 नम्बर पर्ने गर्छ लेकम गाउँपालिका वडा नम्बर 2 को। यो चाहिँ कैनवडा भन्ने ठाउँ हो हैन। योभन्दा उता चाहिँ सबै 2 नम्बर वडा पर्ने गर्छ। यो चाहिँ यता चाहिँ 5 नम्बर वडा, यो पुरै मौखोली प्लस यो अम्कुर भयो, यो सबै चाहिँ यो। मैले चाहिँ यहाँको लेकम गाउँपालिकाको पर्यटकीय क्षेत्र प्लस धार्मिक स्थल प्लस यहाँका स्थानहरूलाई चाहिँ चिनाउने अभियानका साथ चाहिँ भिडियो बनाइरहेको छु। तपाईँहरूलाई कस्तो लागिरहेको छ कमेन्ट गर्नुहोला। ठाउँ तपाईँ हेर्न चाहनुहुन्छ त्यो पनि कमेन्ट बक्समा लेख्नुहोला, म चाहिँ कोसिस गर्नेछु। अहिलेको लागि चाहिँ हस् त, धन्यवाद। जय राष्ट्र।